त्यतिकै उत्पट्याङ कुरा गरेर गफ गरेर अरूलाई गाली गरेर अनि उहाँहरू भन्नुहुन्छ हाम्रो हर्का साङपाङको मान्छेहरू श्रमदान गरेर अब विकास गर्ने देश बनाउने श्रमदान गरेर अनि 50औं करोडको चाहिँ पुलहरू बनाउन सक्नुहुन्छ उहाँले यो कालोपत्रे सडक बनाउन सक्नुहुन्छ त्यसो भए किन राष्ट्रको ढुकुटी चाहियो जम्मै चाहिँ त्यही हर्का साङमाले बुझाइदिए भइगयो त उसैको हातबाट सबै बन्छ भने यो सबै हावादारी कुरा हो त्यो त उहिले हाम्रो बाबुबाजेले गर्दै आएको कुरा हो श्रमदान हामी बाटोहरू बनाउँथ्यौँ हामी सबै सरसफाई गर्थ्यौँ जम्मै कुरा अहिले पनि त एउटा सानो योजना आयो भने श्रमदान छैन त्यहाँ सानो भाग चाहिँ जनताको दायित्वभित्र आउँछ उपभोक्ताको दायित्वभित्र अनि त्यतिकै काम नपाएर एउटा के चाहिँ गरे जस्तो गरेर ओहो भन्ने चाहिँ बनाएर सामाजिक सञ्जालमा अनि जम्मै चाहिँ गरेर मान्छेलाई चाहिँ उडाको भुइँमै टेक्न नदिने सोध्नै नदिने यही यो सब थोक भनेर उडाको छ केमा भनेको त फेसबुक र टिकटकमा त्यस्तो खालको हावादारी कुराको पछि लाग्नु हुँदैन त्यतिकै उत्पट्याङ कुरा गरेर गफ गरेर अरूलाई गाली गरेर अनि उहाँहरू भन्नुहुन्छ हाम्रो हर्का साङपाङको मान्छेहरू श्रमदान गरेर अब विकास गर्ने देश बनाउने श्रमदान गरेर अनि 50औं करोडको चाहिँ पुलहरू बनाउन सक्नुहुन्छ उहाँले यो कालोपत्रे सडक बनाउन सक्नुहुन्छ त्यसो भए किन राष्ट्रको ढुकुटी चाहियो जम्मै चाहिँ त्यही हर्का साङमाले बुझाइदिए भइगयो त उसैको हातबाट सबै बन्छ भने यो सबै हावादारी कुरा हो त्यो त उहिले हाम्रो बाबुबाजेले गर्दै आएको कुरा हो श्रमदान हामी बाटोहरू बनाउँथ्यौँ हामी सबै सरसफाई गर्थ्यौँ जम्मै कुरा अहिले पनि त एउटा सानो योजना आयो भने श्रमदान छैन त्यहाँ सानो भाग चाहिँ जनताको दायित्वभित्र आउँछ उपभोक्ताको दायित्वभित्र अनि त्यतिकै काम नपाएर एउटा के चाहिँ गरे जस्तो गरेर ओहो भन्ने चाहिँ बनाएर सामाजिक सञ्जालमा अनि जम्मै चाहिँ गरेर मान्छेलाई चाहिँ उडाको भुइँमै टेक्न नदिने सोध्नै नदिने यही यो सब थोक भनेर उडाको छ केमा भनेको त फेसबुक र टिकटकमा त्यस्तो खालको हावादारी कुराको पछि लाग्नु हुँदैन श्रमले 25 तले बिल्डिङ बन्छ ए बाबा त्यही सिंहदरबारको एउटा कोठो बना भनौँ भने नि जम्मै श्रममा बालुवा बोकेर ल्याउँछ गाडीमा हाल्न पाउने छैन बोकाएर लिएर गाडीमा होइन बोकाएर लिएर आउनु पर्ने इटा